हेलो एभ्रिवान, गुड मर्निङ। सो आज चाहिँ हामी छिटो छिटो निस्किनु पर्नेछ है। त्यस्तै इन्स्ट्रक्सन आइरहेछ कि लगभग हामी 8 बजे चाहिँ यहाँबाट निस्किन्छौँ भनेर। तर कहाँ जाने हो त्यो चाहिँ याद छैन। आज कहाँनिर हाम्रो टुर हुन्छ त्यो याद छैन होइन। अनि हेरौँ है। र बिहान प्याकिङ गर्ने हो। अहिले बजेको छ भियतनाममा 6 बजेको, 6 बजेर 15 मिनट गएको छ। अनि अब हामी प्याकिङ गरेर चाहिँ त्यहाँदेखि निस्किने हो। लगभग ढिलोमा ढिलो 8 बजी यहाँबाट निस्किने भनेर चाहिँ इन्स्ट्रक्सन आएको छ। अनि कहाँ जान्छ त्यो यादै छैन हामीलाई होइन। सो सरप्राइज छ भनेर भनेको छ। हेरौँ कहाँनिर हो है। मेरो वाइफ यहाँनिर। गुड मर्निङ दिपी। ओके, गुड फटाफट प्याकिङ गरिहाल्नु। ओके, म मुठेको अब। बाहिरको नजाराहरू चाहिँ यस्तो छ। ओ आजको दिन अलिक पानी पर्ला जस्तो छ। ओके, हेर्दै गर्नुहोस् अहिलेलाई। बाई। अन्त एउटा कुरा देखाउनु थियो है। अहिले चाहिँ एकदमै अलिक फ्रेस भइसकेको छ, निस्किन आँटेको होइन। धेरैजनाले चाहिँ भियतनामबाट जुत्ता अनि धेरैले पनि अब आफ्नो के ल्याइदिनु है भनेर भन्नुभएको छ नि त होइन। तर अब के प्रब्लम हुँदो रहेछ भन्दाखेरि आएर फर्किँदाखेरि अब ट्रली हुन्छ, ट्रलीमा त्यस्तो हेभी कुरा त केही पनि जाँदैन नि त होइन। किनभने सानो ट्रली बोकेर आएको हुन्छ। अनि आफ्नो सामान अनि अरूलाई जुत्ताहरू बोक्न चाहिँ अलिकति साह्रै पर्ने रहेछ हो। अनि सोसरी भन्न चाहे जसले पनि मलाई जुत्ता अनि के अर्डर गर्नुभएको थियो नि। त्यो लागि चाहिँ मैले यहाँनिर गिफ्ट हो तपाईँहरू देखाउने छु ल। यो तपाईँहरूको गिफ्ट चाहिँ एकदमै मजाको छ। सक्स मैले चाहिँ 2-3 बन्डिल चाहिँ किनेको छु। र यो चाहिँ जसले पनि मलाई भन्नुभएको छ एक पिस दिने त दामी छ। सक्स एकदमै दामी छ। यसलाई चाहिँ कति परेको थियो भन्दाखेरि 1 लाखमा चाहिँ 5वटा सक्स छ होइन। 1 लाखमा 5 सक्स छ। एउटा मैले लगाएको छु अनि 2टा बन्डिल छ यहाँनिर। सो यो तपाईँहरूको लागि हो जसले मलाई सुज भन्नुभएको थियो। ओके, सो हेर्दै गर्नु होला। अनि इफ आज मौका मिल्यो अनि आँट्यो भने चाहिँ पक्का ल्याइदिन्छु है। के चाहिँ धेरै छैन। सुबह हामी चाहिँ ब्रेकफास्ट खान आएको थियौँ। अन्त यहाँ केदार सर अघि आइसक्नु भएछ हाम्रो। सो उहाँको इन्सेन्टिभ विकली लगभग $1300 $1299 जस्तो आइसकेको छ है। सो एकदमै मजाको इन्सेन्टिभ हो। विकली चाहिँ $1300 आउनु भनेको दामी इन्सेन्टिभ हो नि त। तपाईँ आफै क्यालकुलेट गर्नु होला 91ले। र हामी ब्रेकफास्ट खाएर हामी यहाँदेखि पनि निस्क्यौँ। त यो बाहिरको नजाराहरू हेर्न सक्नुहुनेछ है। मजाको नजारा छ। यो बसमा हो हामी गएको। अनि त्यहाँदेखि हामी वासरुम पनि निस्क्यौँ। अनि प्लस यहाँनिर मोती बनिँदो रहेछ। र यहाँनिर देखाउनु हुँदै थियो मोती कस्तो प्रकारले बनिँदैछ भनेर होइन। Little rainbow or the green color. And the last one, the South Sea Pearl. It takes us from 3 to 5 years old. अन्त त्यहाँदेखि निस्क्यो। अन्त हामी चाहिँ जाने रहेछ क्रुज है। र सबैजना एक्साइटेड थियो है। हामीलाई याद थिएन कि हामी क्रुजमा 1 नाइट बस्छ भनेर। सो सबैजना एकदमै खुसी भयौँ। अन्त यहाँनिर हामी वेट गरिरहेको थियौँ। र यहाँ हामी पुगिसकेको छौँ क्रुजमा होइन। एकदमै दामी प्राइभेट क्रुज रहेछ हाम्रो चाहिँ। सबैजना हाम्रो फ्यामिली मात्रै हुनुहुन्थ्यो यहाँनिर है। अनि जाने बित्तिकै हामीलाई स्वागत भयो होइन। अनि यहाँको भित्र सबैजना भित्रदेखि भ्यू हेरिरहनु भएको थियो है। सबैजना फोटो खिच्नुमा बिजी हुनुहुन्थ्यो किनभने यहाँ एकदमै मजाको थियो। समुद्रको बिचमा जानु पाउँदा होइन। अब यस्तो मुभीतिर मात्रै देखेको थियो नि त। साँच्चैमा म चाहिँ गएको थिइनँ होइन। अनि एकदमै राम्रो म्यानेज गरेको थियो है। र धेरैजना हुनुहुन्थ्यो। सिक्किमदेखि लगभग 14 जना। सबैजना बिजी हुनुहुन्थ्यो। सबैजना भिडियो गरिरहनु भएको थियो। तपाईँहरूले हेर्न सक्नु।
अन्त अहिले भने चाहिँ हामी काया या त बोटिङ दुईटामा एउटा गर्दा हुँदो रहेछ है। कतिजना काया गर्नुहुन्छ अरे, कतिजना बोटिङ। अन्त हामी पनि कायै गर्ने भनेर सोचिरहेछौँ, तर याद छैन अब काया यस्तो हो भनेर। याद छ तर अब त्यो कसरी गर्नुपर्छ नदीमा, अब त्यो कस्तो प्रकारले त्यो चाहिँ याद छैन है। र पनि हामी गर्ने भनेर सोचिरहेछौँ दुईजना। अनि यहाँ निस्किसकेको छौँ, जाँदैछौँ हामी चाहिँ। अनि यहाँ अगाडिबाट चाहिँ काया गर्ने हो र हेर्दै गर्नुहोस्। यहाँनिर हामी अहिले भने चाहिँ चढिसकेको छौँ कायामा होइन। अन्त मैले सोचेँ के भन्छ यो 4 जना चढ्नुपर्छ होला भनेर, भरे त होइन रहेछ, 2 जना मात्रै रहेछ। अनि सानो काया हुँदो रहेछ, अनि 2 जना मात्रै हुँदो रहेछ। अनि अगाडि नै दिपीलाई चाहिँ हालिदिएँ होइन। अन्त दिपी चाहिँ ड्राइभर क्याप्टेन भयो यहाँनिर हो। अनि तर एकदमै रिस्की लाग्यो अब लाइफ ज्याकेट लगाएर चाहिँ कायामा जाँदाखेरि है। काया पछाडि चाहिँ हामी फेरि फर्केर आयौँ है। अनि फर्केर आएर चाहिँ यहीँ क्रुजमा बस्यौँ। अनि क्रुजमा दिपीको रिल्सहरू थियो है, अलिअलि रिल्सहरू गर्नुभयो होइन। अनि मैले रिल्सहरू सबै त त्यो अपलोड गरिनँ, एउटा चाहिँ अपलोड गर्न ट्राई गरेको मात्रै हो। धेरैवटा रिल्सहरू बनाएको छ, बनाउनु चाहिँ त्यो चाहिँ बिस्तारै आउनेछ, भ्लगमा चाहिँ आउनेवाला छैन होइन। अनि फेरि स्विमिङको टाइम भयो 3 बजीदेखि। अनि फेरि हामी स्विमिङ गर्नको लागि नदीमा गयौँ। त्यहाँदेखि स्विमिङ सकिसकेपछि त्यहाँदेखि खानाको लागि फेरि क्रुजमै हामी ब्याक भयौँ होइन। अनि खाना पनि एकदमै मिठो थियो, एकदमै दामी, तपाईँले हेर्न सक्नुहुनेछ है। सबै कुरा एभाइलेबल अनि एकदमै फ्रेस। अनि यहाँको मान्छेहरू एकदमै हेल्दी चाहिँ किन छ, एकदमै फिट, भुँडीहरू किन नभएको भन्दाखेरि चाहिँ यहाँको मान्छेहरूले खाना चाहिँ एकदमै दामी खानुहुँदो रहेछ है। अनि सबैजना मजाको हुनुहुन्थ्यो क्रुजमा पनि, स्टाफहरू है, सबैले हेलो भनिरहेको हुन्छ होइन। सबैजना अब इन्जोय गर्ने होइन। अनि अब उहाँहरूले इङ्ग्लिस पनि बुझ्नु हुँदैन, तर उहाँहरूले नेपाली त बुझ्ने कुरै आएन, इङ्ग्लिस बुझ्नु हुँदैन होइन। तर पनि दुःख सुखले हामीले उहाँहरूसँग कन्भर्सेसन गऱ्यौँ। 1-2 जना मात्रै हुनुहुन्थ्यो इङ्ग्लिस बुझ्ने चाहिँ हो। अनि आफ्टर द्याट हाम्रो बिएक्सपीको एउटा सानो इभेन्ट जस्तो पनि राखेको थियो। त्यहाँदेखि इभेन्ट स्टार्ट भयो। अनि मलाई पनि मेरो नाम पनि स्टेजको अगाडि बोलाउनु भयो होइन। अनि मलाई खुसी लाग्यो किनभने मलाई यादै थिएन है। मेरो लागि पनि गिफ्ट रहेछ। अनि मैले पनि गिफ्ट पाएँ, खुसी लाग्यो, मजा आयो। मैले पनि सबैको अगाडि रोहित सर जो एकदमै खतरा ट्रेडर हुन्छ उहाँको हातबाट मैले गिफ्ट पाउँदा एकदमै खुसी छु है। अन्त गिफ्ट पनि एकदम बेस्ट गिफ्ट थियो। र यसरी नै यो डे, आजको दिन इभेन्ट भयो र एन्ड भयो। एभ्रिवान, सो आजको भिडियो धेरै लामो भयो होला है। र अहिले भने चाहिँ लगभग 12 बज्न आँटेको छ। र त्यस्तो सुत्ने ट्राई गरेको थिएँ, निन्द्रै लागेन। किनभने चाहिँ यस्तो दामी जग्गा छ, यस्तो मजाको जग्गा होइन। यस्तो के भन्नु, अब यो जग्गाको लागि त्यो मेरोमा वर्डै छैन, यति दामी छ। अनि हामी पनि एकदमै मजाको छ है, तपाईँहरूले चेक गर्न सक्नुहुन्छ। यस्तो मजाको छ, यो क्रुजभित्रको रुम हो है। र हामी लगभग यहाँ थुप्रोजना आएको छौँ। यो क्रुजभित्रको रुम हो, यो हेर्न सक्नुहुन्छ यहाँनिर, यो बाहिरको बाल्कनी। यो चाहिँ अर्को नेक्स्ट क्रुज हो। धेरैवटा क्रुजहरू छ यहाँनिर चाहिँ, यो चाहिँ हाम्रो हो। ओके, यो बाल्कनी पनि दामी छ। यु क्यान चेक दिस। दिपी, व्हाट आर डुइङ? नसुत्ने? ओके, ओके।